नमस्ते सबैजनालाई होइन। र आज चाहिँ म फेरि एउटा नयाँ भ्लग लिएर आइरहेको छु होइन। भ्लग चाहिँ के हो भन्दाखेरि चाहिँ आज चाहिँ हामी चाहिँ घुम्न जानु लागेको छु। त्यही भएर म चाहिँ भ्लग बनाउँछु। चाहिँ घुम्नु चाहिँ कहाँ जाँदैछौँ भने चाहिँ हामी चाहिँ घुम्नु चाहिँ तपाईँको छङ्गु बाबा मन्दिर रथुला अनि जुलुक जाँदैछौँ होइन। कस्तो हुन्छ भ्लग अब धेरै बादमा बनाएको भ्लग होइन। त्यही भएर चाहिँ अब चाहिँ म कन्टिन्युसली आउँछ होला भ्लग चाहिँ होइन। र अहिलेको मेरो बाहिरको नजाराहरू चाहिँ यस्तो छ, तपाईँले देख्न सक्नुहुन्छ है त गाइस। र यो चाहिँ बाइपासदेखि देखेको नजाराहरू हो। यो तपाईँले देख्दै गर्नुभएको चाहिँ रुमटेकहरू हो है त गाइस। अनि अब बाटोमा के हुन्छ तपाईँलाई म देखाउँदै जान्छु। बाहिर गाइस किप वाचिङ। अन्त गाइस मेरो चाहिँ ब्याग पनि प्याक भइसक्यो है। अब चाहिँ रेडी। यसमा चाहिँ मैले है 2 दिन ओड्ने लुगाहरू बोकेको छु। हामी चाहिँ 2 दिनको लागि घुम्न जाँदैछ। 2 दिनको लुगाहरू प्याक पारिसकेको छु। अन्त यहाँ अब यो चार्जर हाल्नु छ हो। चार्जर हाल्नु पैसाको नाममा यति मात्रै छ है गाइस। पैसाको नाममा यति छ। अनि यो प्लेट चाहिँ मेरो ब्यागमा नअटेर यो बाटोमा खाँदाखेरि बोकेको प्लेट हो। अनि यो प्लेट चाहिँ ब्यागमा अटेन र मैले चाहिँ बाहिर राखेको छु। अनि यो मेरोसँग छ ज्याकेट है। यो चाहिँ भित्रबाट कटनको छ, त्यही भएर मैले यो बोकेको छु। अन्त मेरो ब्याग चाहिँ रेडी भइसक्यो यहाँ गाइस। र अब म चाहिँ निक्लिन लागेको हो गाइस। देख्न सक्नुहुन्छ म चाहिँ यहाँनिर बाइपासमा बसिरहेको छु है। गाडी पर्खेर अहिलेदेखि पर्खेको होइन, 5-10 मिनट भइसक्यो, आएकै छैन हो। आउँदैछ मात्रै भन्छ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ बाइपासको नजारा हो। यस्तै छ, गाडी चाहिँ आएको छैन अहिलेसम्म पनि। र म चाहिँ गाडीमा पनि चढिसकेँ होइन। बाबु कस्तो छ? ओइ अहिले चाहिँ हाम्रो हालत पतला छ है। अहिले चाहिँ हाम्रो एकदमै 3जना च्याप्टेर ओ विवेक के भन्नु छ होइन? हामी चाहिँ छाङ्गु जाँदैछु हो। अन्त हाम्रो चाहिँ भिडियोहरू सबै सेयर गरिदिनु, लाइक गरिदिनु। सुदेश दा के भन्नु छ? यहाँ देख्न सक्नुहुन्छ हामी चाहिँ निक्लिसक्यो होइन। हेलो दी। र अहिले हामी चाहिँ पास काट्ने जग्गामा आइसक्यो हो। यहाँनिर चाहिँ पास काट्ने जग्गा हो। अन्त यहाँ तल तपाईँहरूले देख्न सक्नुहुन्छ रङ्गे जेल हो। यहाँनिर होटेल। यहाँको नजारा चाहिँ यस्तो छ हो गाइस। हामी चाहिँ यहाँ बसिरहेको छौँ अहिले चाहिँ हो। एकदमै यहाँ ठन्डा। यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ भ्यूहरू यहाँको। हाम्रो गाडी चाहिँ यहाँ छ। यहाँ विवेक, यहाँ चाहिँ विवेक छ होइन गाइस। आजको वेदर चाहिँ यस्तो छ यहाँनिर। गाडीहरू आएको छ भट्टाभट गाइस। हामी चाहिँ अहिले भने चाहिँ छङ्गु लेक आइपुगिसक्यो होइन। यहाँनिर चाहिँ तर एकदमै पानीको मौसम, पानी परिरहेछ होइन। यहाँ तपाईँहरूले छङ्गु लेक देख्न सक्नुहुन्छ। यहाँको नजारा चाहिँ यस्तो छ। यहाँ चाहिँ एकदमै वेदर बहुत खराब गाइस। हामी चाहिँ अहिले भने चाहिँ छङ्गु लेक आइपुगिसक्यो होइन। यहाँनिर चाहिँ तर एकदमै पानीको मौसम, पानी परिरहेछ होइन। यहाँ तपाईँहरूले छङ्गु लेक देख्न सक्नुहुन्छ। यहाँको नजारा चाहिँ यस्तो छ। यहाँ चाहिँ एकदमै वेदर बहुत खराब छ। र हेर्नुहोस् तपाईँले यहाँ छङ्गु लेक देख्न सक्नुहुन्छ। सर के भन्नु छ? के भन्नु छ मलाई के को बारेमा भनौँ? वेदर इज अ भेरी पोर बट है। बट हाम्रो के भन्छ वेयर इन्जोइङ जर्नी चाहिँ एकदमै राम्रो छ है। हाम्रो एन्टायर टिम चाहिँ हामी एकदमै एक्साइटेड भएर आएको छौँ। यस। र हामी चाहिँ एकदमै एक्साइटेड भएर आएको छौँ गाइस होइन। तपाईँले देख्न सक्नुहुन्छ यहाँनिरको वेदर यस्तो भयो भने होइन। तपाईँहरू आउनुहुन्छ भने चाहिँ अब सिजन चाहिँ अहिले सक्न आँट्यो हो। अब तपाईँहरूको नोभेम्बर डिसेम्बरमा आउनुहोस् होइन। तपाईँहरू आउँदाखेरि चाहिँ एकदम तातो लुगा लिएर आउनुहोस्, किनकि यहाँनिर चाहिँ एकदमै गाह्रो हुन्छ गाइस होइन। तातो लुगा लिएन भने चाहिँ एकदमै गाह्रो हुन्छ यहाँनिर चाहिँ। अन्त यहाँनिर तपाईँले हेर्न सक्नुहुन्छ, तपाईँले याक राइड पनि गर्न सक्नुहुन्छ यहाँनिर। सर तपाईँलाई कस्तो लागिरहेछ? एकदम दामी लागिरहेको छ, मजा आइरहेछ है सर? दी तपाईँलाई कस्तो लागिरहेछ? यहाँनिर चाहिँ हाम्रो टिमहरू छ हो।
यहाँनिर चाहिँ फोटो सेसन हुँदैछ यहाँनिर हेर्नुहोस् तपाईँले गाडीहरू देख्न सक्नुहुन्छ विवेक कस्तो भइरहेछ यहाँनिर विवेकले पनि भिडियो गर्दै रहेछ पानी परिरहेको छ यहाँ हाम्रो पोखरी पनि रहेछ छाङ्गु पोखरी हो दा तपाईँलाई के भन्नु छ दामी लाग्यो मलाई एकदम दामी लाग्यो यहाँ कस्तो भइरहेछ पानी आएर अलिक डिस्टर्ब भएछ टोपी लगाएर यहाँनिर चाहिँ मलाई फोटो खिच्दै भनिरहेछ हो गाइस म चाहिँ अब फोटो खिच्नु गइरहेको छु एकदमै मौसम चाहिँ चिसो चिसो यहाँनिर चाहिँ गाइस एकदमै चिसो यहाँनिर याक राइड गर्नु आँटेको छ यहाँ तपाईँले यहाँको फेमस चाहिँ याक राइड हो यहाँनिर चाहिँ तपाईँले देख्न सक्नुहुन्छ यहाँनिर याक राइड गर्नु सक्नुहुन्छ एकदमै गाइस मजा आइरहेछ होइन हाम्रो साथीहरू सबै याक राइडको लागि यहाँनिर ती कस्तो भइरहेछ यहाँनिर याक राइडमा गर्न आँटेको छ होइन म चाहिँ गर्दिनँ किनभने मैले पहिल्यै गरेको हो यो याक राइड चाहिँ पहिला गरिसकेको छु होइन देख्न सक्नुहुन्छ ऊ यहाँ ती पनि चढ्नु हुँदैछ मुस्किलले बल गरेर चढ्नु हुँदैछ यहाँनिर चाहिँ हो यहाँनिर अघि सकिसकेछ बस्नु नि यहाँनिर यहाँनिर चाहिँ एकदमै एक्साइटेड छ बाई बाई यहाँनिर चाहिँ अघि याकतिर चढेर पनि बबाल मचाइसकेको छ यहाँनिर चाहिँ अबै एकदम सर तपाईँ गर्नुहुन्न म अहिले अलिक विश्राम बस्छु म चाहिँ पहिल्यै गरिसकेको हो र चाहिँ नगरेको हो होइन ल बाई बाई गाइस हाम्रो चाहिँ यहाँनिर यी ग्रुपहरू चाहिँ रेडी राइडको लागि देख्न सक्नुहुन्छ दि कस्तो भइरहेछ याकमा चढ्दा दि याकमा चढ्दा कस्तो भइरहेछ बाई 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 र हामी चाहिँ नगरेको किनभने मैले चाहिँ पहिला गरेको यो एकैछिन पहिला गरिसकेको छु होइन अब हामी चाहिँ यतानिर घुम्न जाँदैछु हो गाइस यहाँ चाहिँ एकदमै चिसो चिसो मौसम चाहिँ एकदमै चिसो छ यहाँनिरको गाडीहरू चाहिँ हेभी छ अहिले त्यस्तो सिजन छैन र पनि तर पनि हो साथीले चाहिँ मेरो साथीले छाता लिएर आएको छ छाता गाइस होइन देख्न सक्नुहुन्छ छाता लिएर आएर यहाँनिर चाहिँ प्रायः जस्तो चाहिँ नेपाली हुँदैन यहाँ चाहिँ टुरिस्टहरू मात्रै हुन्छ हाँक्छु खानेहरू मात्रै हुन्छ हो काबुली चाहिँ अब चाहिँ न भन्नेहरू मात्रै हुन्छ यहाँ चाहिँ हो कस्तो मात्रै न भन्नेहरू मात्रै हुन्छ यहाँनिर चाहिँ गाडीहरू देख्न सक्नुहुन्छ हाम्रो सरलाई चाहिँ अलिक चिसो भएको अवस्था हो चिसो चाहिँ एकदमै चिसो छ के भन्नु चिसो चाहिँ एकदमै होइन तपाईँहरू आउनुहुन्छ भने चाहिँ तातो लुगा लिएर चाहिँ आउने है त यहाँनिर हाम्रो हेर्नुहोस् यङ सरी त हेर्नुहोस् न यङ ब्लडहरू यङ ब्लड यहाँको नजाराहरू चाहिँ यस्तो रहेछ दामी मजाको छ हो हेलो सर लोग आप किधर से आया है हम लोग कोलकाता से कैसा लग रहा है बहुत अच्छा लग रहा है बहुत अच्छा लगा ठीक है थ्याङ्क यू अहिले हामी चाहिँ अहिलेसम्म चाहिँ टुरिस्टहरूसँग बात गरिसक्यो होइन गाइस अन्त अहिले भने चाहिँ हामी यहाँभित्र जाँदैछौँ हो यहाँनिर चाहिँ हामीले त्यस्तो नेपालीहरू चाहिँ भेट्दैन हो देख्न सक्नुहुन्छ है त गाइस छु अब यहाँनिर चाहिँ सरहरू चाहिँ पूजाको लागि जानु हुँदैछ भित्र हो र गाइस अहिले चाहिँ हामी चाहिँ यहाँनिर कुनै एउटा पोखरी भन्ने आइपुगेछ हो तपाईँहरूले देखाउँछु यहाँको नजारा होइन एकदमै चिसो छ यहाँ चाहिँ म यहाँनिर छु हो मैले चाहिँ त्यो अघिको ज्याकेट लिन भएर यो ज्याकेट लगाइरहेको छु अर्को हो एकदमै चिसो छ यहाँ चाहिँ हो यहाँ फास्टफुडहरू पनि रहेछ यहाँनिर छ एकदमै हो यहाँ चाहिँ बोर्डिङहरू गर्दा पनि हुने रहेछ हो यहाँ तपाईँहरूलाई म हजुरहरूलाई म बोर्डिङको देखाउन गइरहेको छु हो यहाँनिर सर बोर्डिङ गर्नुहुने हो मौसम चाहिँ अहिले यहाँसम्म अहिले चाहिँ क्लियर थियो फेरि अहिले एकैछिनमा हेर्नुहोस् तपाईँहरूले यहाँ चाहिँ वेदर चाहिँ यस्तो छ हो एकदमै चिसो छ हजुरहरू हो एकदमै चिसो छ यहाँको खास लेक चाहिँ यस्तो रहेछ तपाईँहरूले देख्न सक्नुहुन्छ तर अहिले चाहिँ तपाईँको वेदर अलिक खराब भएर चाहिँ यस्तो छ यहाँको वेदरहरू चाहिँ देख्न सक्नुहुन्छ हो एकदमै यहाँ उता यताको पनि जग्गाहरू पनि तपाईँहरूलाई देखाउँछु हो एकदमै गाह्रो भइरहेको छ है गाइस
एकदमै चिसोले चाहिँ गाह्रो भइरहेछ। यहाँनिर चाहिँ रोपवे पनि थिएछ तर अहिले चाहिँ फिलहाल चाहिँ छैन रहेछ रोपवे चाहिँ। तपाईँले रोपवे पनि देख्न सक्नुहुन्छ। यहाँ चाहिँ अलिअलि लेक देख्दो रहेछ। यो सबै यहाँनिर चाहिँ आर्मीहरू बस्ने जग्गाहरू जस्तो लाग्यो मलाई चाहिँ हो। आई एम रियली रेस्पेक्ट टु आवर इन्डियन आर्मिज होइन। यहाँ चाहिँ यस्तो छ लेकी। यहाँ चारैपट्टिको वेदर चाहिँ यस्तो छ गाइस, देख्न सक्नुहुन्छ तपाईँहरूले। अब हामी चाहिँ यहाँ चाहिँ खाजा खानु लागेको छौँ होइन। खाजाहरू खान्छौँ यहाँनिर। हातहरू पनि एकदम चिसो चिसो अलिक खोल्यो अहिले चाहिँ देख्नु सक्नुहुन्छ, अलिक खोलिँदैछ हो। यहाँको लेक यस्तो छ गाइस। यहाँको चाहिँ एकदम अलिकति खोलिँदैछ जग्गाहरू चाहिँ हो। अब चाहिँ हामी चाहिँ अहिले चाहिँ बाबा मन्दिर जानु आँटेको। नथुलाको पास चाहिँ हामीलाई दिएन, किनभने नथुलाको पास लिमिट चाहिँ सकेछ हो। त्यही भएर चाहिँ लिमिट पास भएर चाहिँ हामीलाई चाहिँ दिएन र हामी ठिकै छ। अरू हामी बाबा मन्दिर अब जुलुकहरू भएर आज चाहिँ हामी जुलुकमै बस्छौँ होला सायद। यहाँनिर हाम्रो दिदी चाहिँ फेरि हल्का रिल्स बनाउनु हुँदैछ अन्त चाहिँ यस्तै छ। सिस हाम्रो खाजा चाहिँ हेर्न सक्नुहुन्छ। यो चाहिँ ह्यान्डमेड हो, ह्यान्डमेड। दा खाजा कस्तो लाग्यो? दामी रहेछ। आलुदम चाहिँ एकदम पिरो। हाम्रो आलुदम बनाउनु दिएको हो। यहाँ आउनुहोस् त आलुदम बनाउनु दि। फिङ्गर बनाएको ल भाइ। फिङ्गर बनाउने यता, आलुदम बनाउनु दि यता हाई गरिदिनुहोस्। एकदम पिरो चाना होइन। गाइस हामी चाहिँ अब खाजासाजा खाएर पनि यहाँबाट चाहिँ निक्लेको हो। तपाईँले यो जुन चाहिँ लेक देख्नुहुँदैछ नि, यो लेक चाहिँ यहाँ हेर्नु सक्नुहुन्छ। हाइएस्ट बोर्डिङ लेक इन एसिया। अल्टिट्युड कति रहेछ भने 13,900 फिट रहेछ यहाँको यो लेक चाहिँ होइन। अन्त हाम्रो साथीहरू चाहिँ यहाँ बोर्डिङ गर्ने भन्दै थियो। अन्त यहाँको मान्छेले चाहिँ के भन्यो भने अहिले वेदर अलिक राम्रो छैन, नगर्नुहोस्, गर्ने भने चाहिँ आफ्नै रिस्कमा भन्दैछ हो। किनभने वेदर एकैछिन बिग्रिँदैछ। अब यहाँ उज्यालो देख्नुहुन्छ, एकैछिन वेदर चाहिँ बिग्रिँदैछ होइन, एकदमै गाह्रो हुँदैछ। त्यही भएर चाहिँ गाइस अब हामी चाहिँ जानु आँटेको हो। हाम्रो गाडी चाहिँ यहाँ छ हो। एकदमै खाजासाजा खाएर चाहिँ तातो भएर निक्लेको हो। यहाँनिर देख्न सक्नुहुन्छ तातो भएर चाहिँ गाइस हामीलाई चाहिँ यहाँनिर पानी परेर छाता उठिरहेछ कसैले चाहिँ हो। पानी परेर एक दुई शब्द भन्नु न। तपाईँले खानु पर्ने अलि होइन, तपाईँले यस्तो चाहिँ कति लाउनु भयो चिरिप चाहिँ अलिकति भनिदिनुहोस् त यहाँ। त्यस्तोहरू केही लाग्दैन गाइस, हाँटेको यहाँनिर चाहिँ हो। हामी चाहिँ एकदम घुम्नु मात्रै आएको हो यहाँनिर। र गाइस यो देख्नु सक्नुहुन्छ तपाईँले है, ओल्ड बाबा मन्दिर हो। यो चाहिँ न्यू बाबा मन्दिर हो होइन। हामी चाहिँ यहाँनिर चाहिँ म पहिला पनि दुईपल्ट गएको, त्यही भएर सबैजना गएको रहेछ होइन। पहिला नगएको हामी चाहिँ। र हामी चाहिँ ओल्ड बाबा मन्दिर जानु लागेको छौँ हो। यहाँ देख्न सक्नुहुन्छ तपाईँले न्यू बाबा मन्दिर हो। यहाँको चाहिँ एकदमै कहानी पनि एकदम राम्रो छ है। तपाईँले सिक्किम हिस्ट्री पढ्नु भयो भने चाहिँ सक्नुहुन्छ। यहाँनिर चाहिँ हामी चाहिँ अब देख्न सक्नुहुन्छ यहाँनिर हाम्रो गाडी पनि रोकिरहेछ है। म चाहिँ नजानु पऱ्यो किनभने म चाहिँ यहाँ चाहिँ गइबसेको जग्गा हो होइन। यहाँको वेदरहरू यहाँको चाहिँ तपाईँले हिस्ट्री पढ्नु भयो भने चाहिँ एकदमै दामी छ है। तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ लेक होइन। यहाँ देख्न सक्नुहुन्छ सबै भइरहेको छ। यो लेक चाहिँ यहाँनिर एकदम तपाईँले देख्न सक्नुहुन्छ। यहाँनिर चाहिँ सब टुरिस्टहरू छ। यो चाहिँ कुपुप भन्छ हो। यहाँनिर यहाँ चाहिँ तपाईँले रुखपात देख्नु सक्नुहुन्न गाइस। गाइस हेर्नु सक्नुहुन्छ है तपाईँहरूले चाहिँ हामी यहाँ चाहिँ जलुकमा बसिरहेको छ हो। अब यो जलुकको स्टार्ट भयो। तपाईँले यो जलुक रोड देख्न सक्नुहुन्छ हो। पारीको वेदरहरू तपाईँले देख्न सक्नुहुन्छ। वाउ देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो अब जुलुक स्टार्ट भएको हो। जुलुक सिल्क रुट भन्छ यसलाई चाहिँ हो। यो चाहिँ 32 गोलाई पनि भन्नु सक्नुहुन्छ तपाईँले। र गाइस यहाँको वेदरहरू चाहिँ यस्तो दामी छ। कस्तो भइरहेछ भाइ हेर्नुहोस्। हाम्रो क्यामेराम्यान चाहिँ हेर्नुहोस् है यहाँनिर। क्यामेराम्यान यहाँनिर चाहिँ फोटो सेसन हुँदैछ हो। यहाँ चाहिँ क्यामेराम्यान चाहिँ यहाँ छ। गाइस एकदमै मजा आइरहेको छ हामीलाई चाहिँ एकदमै देख्नु सक्नुहुन्छ गाइस। म माथि चढ्दैछु गाइस। म पनि माथि चढेर चाहिँ यहाँनिर हाम्रो गाइसहरूको यही
गाइस दामी आम्मामा योभन्दा दामी चाहिँ कसम जिन्दगीमा आउँदैन है यतै बस्नु ल म यताको निकाल्छु आम्मा जुलुक दिस इज अ जुलुक यो चाहिँ हाम्रो पिकनिक अब अर्कै र गाइस यहाँनिर चाहिँ हाम्रो यो होमस्टे होइन अन्त यहाँबाटको भ्यू चाहिँ यस्तो रहेछ हेर्नुहोस् है गाइस यहाँबाट चाहिँ एकदम दामी दामी भ्यू देख्दैछ यहाँबाट चाहिँ होइन एकदमै मजा आइरहेको छ गाइस तपाईँहरू हेर्नुहोस् अरू केही नभए पनि यहाँको भ्यू हेर्नुहोस् भ्यू एकदमै दामी होइन हाम्रो आजको बसाइ चाहिँ यहीँनिर हो होइन यहाँनिर यहाँनिर चाहिँ हामी डाइनिङ रुम हाम्रो रुम उता छ होइन अहिले तपाईँहरूले रुम पनि देखाउँछु यहाँबाट एकदम भ्यू चाहिँ साह्रै स्याटिस भ्यू देख्न सक्नुहोस् है यहाँको गाइस अब मैले भ्लग यतिमै इन्ड गर्नु लागेको छु होइन थ्याङ्क यू सो मच फर वाचिङ होइन अब सपोर्ट गरिदिनुहोस् माया गरिदिनुहोस् गाइस